के भन्नु मैले कसरी भन्नु एकचोटि भन्ने मान्छेको चाहिँ दुईटा थाल्छ गाइज हेर्नुहोस् हजुरहरूले पनि देख्न सक्नुहुन्छ अहिले दिइरहेछ हुन्छ यसको नन स्टप मलाई खाँदैछु तल पुरा मत मानो होली हाम्रो चाहिँ रेडबुलबाट सुरु भएमै साथीहरू अब हामी गयौँला गुड मर्निङ नमस्ते सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू हजुरहरूलाई धेरै धेरै स्वागत छ नेहा लिम्बू युट्युब च्यानलमा आज चाहिँ हामी दुईजना साथी हलिडे मनाउनु जाँदैछौँ सो आज नेपालमा होली पनि बेसमारी खेल्दै हुनुहुन्छ होला मैले यो भिडियो ढिलो अपलोड गरे पनि नो प्रब्लम तर आज होलीको दिन पनि छ हामी पनि एकछिन साथी होली इन्जोय गर्दै घुम्दैछौँ सो लेट्स सी गाइज करुणा हेलो अब हाम्रो रेडबुलबाट स्टार्ट भयो है हाम्रो जर्नी स्टार्ट ल चेस ह्याप्पी होली पुरा मत मानो होली हाम्रो चाहिँ रेडबुलबाट सुरु भएमै साथीहरू अब हामी गयौँला अब हामी एलआरटी चढ्न जाँदैछौँ करुणा के साह्रो सरासरी हिँडेको फर्केर एक नजर हेरिदेऊ न नेहा कहाँ गएको कि फ्लावर सो के खानु जानेन अरे सुसी मनै पर्दैन सुसी मलाई त मनपर्छ म त कति खान्छु खानेकुरामा चाहिँ म जे पनि ओके हो क्या ल हामी चाहिँ अब फाइनल्ली ट्रेन चढ्न लागिरहेको छौँ अब ट्रेन चढेर जोरनतिर जान्छौँ पहिला लन्चको लागि त्यसपछि फ्लावर सो पजोए यो टाइम चाहिँ लास्टै भिड हुन्छ है यस टाइम 11 बज्यो कहिले सिट पाउँदैन अब चाहिँ हामी जोर्डन आइपुग्यौँ अब जोर्डनमा अर्को साथीसँग भेटेर लन्च गरेर चाहिँ हामी फ्लावर सो जान्छौँ कजुए अगाडि करुणा कपाल पुरा हलाउँदै हिँड्दै छिन् नक्कली भएर गरे करुणा लिन अहिले बन्द हो किन्न पाउन्न नाइट मार्केट त अहिले त पुरा सुन्ने रहेछ हौ नि आजले त मजाले हेर त चोरेर लान्छ सोच्छु जस्तो छ खेल्दै कलर किनिहाल्छ तिमीलाई त अघि होली खेल्यो नि फोटो लगाइरहेको मैले त होली खेलेको अब हामी पनि खेल्ने एकछिनमा होइन करुणा उठ्ने बित्तिकै पो खेल्नु दिउँसो त अनि एउटा मान्छे नरहेछ त है 4-5 बजेदेखि मात्रै हो यो अहिले चाहिँ हामी हुस्से लाग्न थाल्यो वेदरको पनि के फरक अब हामी चाहिँ लन्चको लागि जाँदैछौँ के साह्रो मोटीहरू हो हामी कस्तो राम्रो घर थ्याङ्क यू साथी अब हाम्रो चाहिँ लन्च सुरु भयो त्यो पनि त आएन त ल हामी अब लन्च खाने गाइज लन्च पार्टी गराइए बहिनीले दिएको नम्बर मलाई भन्नु लाउनु है नभए हस्पति उठाउँदैन गाइज खाइ ल भन्नु अब नेपालबाट कल गर्न लाउनु म यहाँबाट पनि पठाइदिन्छु मेरो पनि हस्पति फोन उठाउँदैन पठाइदिनु न ल कल गरेको क्या कति थाल सकिसौ भन्दा दुई थाल मात्रै हो मिठो भयो कि भएन मिठो भयो करुणा कतिचोटि एकचोटि हो मैले त झन् खाँदै खाइन भन्नु मिठो यता फेरि एकचोटि भन्नेको थाल्छ हेर न दुईटा थाल्छ अब के भन्नु गाइज आफै सोच्नुहोस् के भन्नु मैले कसरी भन्नु एकचोटि भन्ने मान्छेको चाहिँ दुईटा थाल्छ गाइज हेर्नुहोस् हजुरहरूले पनि देख्न सक्नुहुन्छ अहिले
उसले दिइरहेछ हुन्छ यसको ननस्टप मलाई सलाद मात्रै खाँदैछु है तल हो स्यालेड मात्रै हो म चाहिँ सुप पिउँदैछु यहाँनिर अहिले चाहिँ हामी ट्रेनको वेटिङमा धेरै खाएर हिँड्नु पनि गाह्रो भयो सबैजना कस्तो राम्रो है यहाँनिर भित्रभित्र उयो कति भिड हौ आमा के हेरेको साथी ब्याग ऐना देख्नु कचबाई घुम्दै हो अब हामी चाहिँ फेरि डुल्दैछौँ साथी र म आइपुगेको फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ है गाइज अब हामी चाहिँ फ्लावर्समा आइपुगिसक्यौँ फाइनली ओ एन्ड टिकट कहाँ के गर्ने हो ए पड्काउने हो अक्टोपस पड्काउने पो हो अब हामी चाहिँ इन्ट्री हुँदैछौँ यसमा चाहिँ अक्टोपस पड्काउनु पर्ने रहेछ सो पसमा रेडी छ आज 14 है त्यति फुलै छ नि क्या लास्टमा चाहिँ फाइनल्ली हामी आइसक्यौँ तर खै त्यस्तो फ्लावर त देख्दिनँ त साथी चाहिँ अब मान्छे त Oh, sorry. के भयो डल हेर न डल फोटो खिच्न दिनु नि है नाटक अब यता चाहिँ एकदम त्यो फ्लावरहरू फुलाएर फ्लावर सो मेरो घरमा यस्तै बनाउँछ हौ अगाडि गार्डन रहेछ नि त कसरी बनाउने यस्तै बनाउने यस्तै सब पुरै ढलाइ गरिदिनु यस्तो धेरै खिचाउनु यस्तो ड्रिम्स हेर्दै यही हेर्नलाई मान्छे हेर न यहाँ कति धेरै छ वेदर पनि राम्रो है अब चाहिँ हामी दुईजना फोटो सुट गऱ्यो है गाइज अब चाहिँ घर जाने प्लान भयो
त्यस एकैछिनमा सिद्धिने रहेछ ब्याकको भ्यूहरू हेर्न सक्नुहुन्छ एकदम राम्रो राम्रो छ त्यो बटरफ्लाईहरू होइन यहाँ साथी चाहिँ पुरा डुल्दैछन् रेडी ल यो चाहिँ तुलचुङको क्या आयो म दिन्छ यहाँ पैसा नक्रामै धेर तिमी म जुसमा गयो र त दिन्छु भने अहिले चाहिँ हामीले फेरि अब होली खेल्नको लागि टी सर्ट चेन्ज गरेर सेतो लुगा लाएर अब चिन्चा चोयाएर चाहिँ अब यहीँनिर दह्रो होली खेल्नुपर्छ दुईजना के खाएको अक्टोपस गाइज खान आउनुहोस् ओ यम्मी टेस्टी तिमीलाई मन पर्दैन है या आयम कैसा कैसा घुम्नलाई है काँचुली फेरेको हामीले काँचुली पिङ्क र केबाट अहिले चाहिँ वाइट होली खेल्नु गएको गाइज हामी होली कस्तो वेदर उयो भएको है अब हामी चाहिँ चिन्चाचोको घन्टा घर पनि आइपुग्यो यहाँ आज त कस्तो राम्रो चिसो वेदर है एभ्रीबडी ओइ खाने आइसक्रिम साथी अब हेलो करुणा यता हेर्नुहोस् त पक्नुस् त यता हेर्नुहोस् त वाउ हेर न चरा कस्तो मजाले उडेको ठिक्क क्या ग्रुप मिलाएर नि वेदर हेर ओ माई गॉड वाउ खबर कस्तो भइरहेछ घुमघुममा मजा लागेको छ कि चलो भएको कस्तो भइरहेछ भन्न साथी दुईजना मात्रै घुम्दाको मजा के भइरहेछ त्यही मजा हुन्छ नि होइन धेरैजना भने एउटाको फोटो खिच अर्कोको खिच दुईजना त आफ्नै खुसी होइन पालै पालो होइन रमाइलो भइरहेछ होइन दुईजनालाई मात्रै भने यो चाहिँ गाइज होइन भैँसी बोटे अरे हो यसको नाम चाहिँ मलाई थाहै थिएन यो करुणाले भनेको मलाई थाहै थिएन के बोटे अरे भैँसी बोटेर नि त्यहाँभित्र भैँसी हुन्छ हो
राति त डिस्को बले जतिकै बल्छ कि क्या हुन्छ नि अर्कै कस्तो राम्रो घाम आयो हौ फेरि नि साथी लाइनमा छिन् आइसक्रिम खुजुरा छैन नि मसँग छ खुजुरा चेन्ज मसँग छ कति लिन्छ $1 देऊ त तिम्रो होला नि पर्दैन होस् अब हाम्रो करुणाजीको चाहिँ आइसक्रिममा लाइन लागिराख्नु भएको छ हामी दुईजना आइसक्रिम खाँदैछौँ लाइनको 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 मौसम पनि एकदम गुड दुईजना घुम्न आएको दिन चाहिँ सही भयो शीतल आज जाडै हुन थाल्यो है चिसो चिसो मौसममा तातो बनाऊ कि अब चिसो बियर खाएर तातो बनाउनु पर्छ अब चाहिँ हामी घर साथीको फर्किने अनि त्यहाँदेखि घर फर्किने हो यति हिँड्यो यति थाक्यो गल्ली अब चाहिँ ए कतातिर नि यहाँ के हो यो खोइ कहाँ छ स्विमिङ चाहिँ कति राम्रो रहेछ त कहिले नआउँछ यहाँनिर त सुकेको हो बरु पहिला पहिला नेपालमा इटरी गएर बेसमारी स्विमिङ गरिन्थ्यो हङकङमा आएर त छैन यार अन्त पुरानो जस्तो क्या अहिले चाहिँ हामीले होली खेलिसक्यौँ गाइज यहाँ होली लागेर खतरा साथी नै ल अब हाम्रो आजको टुर पनि सिद्धियो साथी झोला झ्याम्टा बोकेर फर्किँदैछौँ यता हेर त ह्याप्पी होली फेस देखाउ न त लास्ट होली अब हाम्रो बुढा मत मानो होली रे अब हामी चाहिँ घर जाँदै हो गाइज है सी यू नेक्स्ट भिडियो बाइ बाइ Thank you for the watching my video. Subscribe and like and bell icon. Thank you for all of you.